Seriously हो नि अहिले पनि म असल लाग्छ बाइक मान्नु एक्सन भन्नु ठुलो आयो एक्सन भन्नु त रविन्द्र अहिले एक्सन भनेको सुनिन्छ तिमीहरूको अरू केही नि सुनिँदैन तपाईले नि जानु पर्दैन भा यस्तो हुन्छ होला कि हाम्रो रविन सिजीलाई पनि एडिट गर्ने बेलामा अब सबैको भोल्युम लेभल कम भोल्युम हाई गरेर एडिट गर्ने होला अनि एक्सन चिच्याउँदा त अनि अनि हाई गर्दा त सुवा पनि बढी आउँदो रहेछ के आउँछ नि मैले मेरो जग्गामा किला ठोक्या तिम्रो जग्गामा किला ठोक्या छु मैले पछि कुरा राईकै जग्गामा ठोक्या हो क्या ल चाहिन्छ भने माग नगरौँ दिनु हो तिमीहरूलाई त्यत्रै यसले गर्दा ठिक छ कटिङ हो यसले उचाल्ने भाइ उचाल्ने यसले हो ल है गाई मारा त यो छ यता दाइ यसले भाइ पार्दो रहेछ नि दाइले ल यहाँसम्म भएको छ है ल यो चाहिँ हाई स्पिड यहाँबाट छिट्नेपछि लङ्ग्राङमै अब सेन्स के हो भने यो मागेको चामल हो जिलबाट ल्याएको पैँचो मागेको चामल हो कुरुको रुममा हिँड्नु हाई स्पिड खिचेर पर्छ है पर्दैन अब यहाँ चाहिँ के बाला यहाँ ल्याइसकेर ल्याइसक्यो कहाँ बस्यो बाबु यहाँबाट एङ्गल चाहिँ त्यसो नगर न अझै वाइड आउनु जान्छ एउटा टाइट हाल्नु न ज्ञानजी तपाईँ त्यता हो ढुङ्गा पानी भिजाइदिउँ त पस्नु है अब एउटा सिलिन्डर रेडी गर्छु कान्छी छिटो गर तपाईँले हान्नुभएको त्यो होइन तिमी आइसुन ल्याउनु पर्यो त मालो घरमा होला होइन उसलाई नदेखाउनु अहिले कान्छी छिटो गर कन्टिन्यू थियो हो र ल त्यहीबाट जाउँ त कान्छी छिटो गरेबाट है हाम्रो छोराहरू यहाँ दुईजना छ अनि यिनीहरूले बोलाउँदैन त यत्रो हजुर ए छिटो आउनु न अब चाहिँ भन्नु पर्यो कि कान्छीलाई बोलाउँदै भर्खरसम्म त ठिकै छ होइन छिटो आउनु न यहाँ बाह्र गइसक्यो हामी निस्किँदै थियौँ कि अब निस्किँदै थियौँ भित्र गयो अब हजुर बाले भन्नुभयो त्यो क्यामेराले उसको क्यामेरामा तिमी जाऊ भित्र गइसक्यो मलाई हाल्दियो ल अहिले है मैले त फोटो नभेटाएर अब के अरे अन्जुको र उसको टाइट आइसक्यो खिच्नु नि त्यहाँ अहिले पनि हाइस्पिड थियो मेरोमा त हो अब नर्मल दिनु त्यसो भए तपाईँले दाइकोबाट उताबाट फेसबाट यता नि म नि उसले देख्न मिल्दैन है यो डायलगमा बोल्नु फर्किदिनु हो त्यो एउटा डायलग चाहिँ लिउ त लास्ट डायलग है पन आउँछ हैन केटा एकछिन आऊ झन्डै भेटाएको दुई दिन कोले झार भन्छ पुरो जस्तो हुँदो रहेछ नि यो खन्ने भन्ने यतिमा दुईजना कहाँ के खन्ने अब यो एउटा घाँस काटिदिउँ यो बिउ छरे रहेछ के उसले घुम्या भएर मैले ठिक म त पाएँ के भन्छ गयो भने त प्ल्याट हुन्छ नि भाइ माथिबाट यो हाम्रो त रिजुम आउँदैछ जाउँ त सिरी दाइले रिजुम है म आउनु त पहिलाको हो आउनु भन्दा पहिला दाइकै कति हो यो गरिदिन्छ 500 6,500 मात्र पठाइदिएको 6,500 मात्र पठाइदिएको हो यो कटिङ हान्छ ल घाँसेर नि भाइ दाइ हुन्छ पाएँ ल हैन मैले किनभने एउटा बिजनेस पनि भएको छु गाउँघरमा चाहिँ राम्रो देख्दो रहेछ कि ठिक छ
छोरोले घुमाउन लाने तीर्थ लाने कुरो भयो बाउले तपाईँलाई पत्याएरै लाएन तपाईँले त्यो आरतीले बन्द दुखाइरहेको छ भने तपाईँलाई थाहा छ 12 आमा फुरुक फुरुक छन् कान्छोले लाने भन्यो लाने भनेपछि घर गएर अनि उसलाई आरतीलाई भनेपछि आरती नमानेको कुरो तपाईँले पत्ता लगाइसकेको छ तर बा आमालाई थाहा छैन बा आमालाई चाहिँ फुरुक फुरुकै भइरहेको छ नि यो कुरा तपाईँले यहाँबाट आउनु त भनेर होइन होइन उसले 5000 त्यसपछि उहाँले 1500 गर्दाखेरि 6500 हो कि 6500 हो अब त्यतैबाट सबैतिर घुमेर आउने तयारी गरेका छन् अब त्यसमा पनि पैसा सन्देश बाबुले 5000 होइन सन्देशले पठाउँदा हजुरलाई पनि थाहा छ अब पैसा उयो सन्देश बाबुले 5000 मैले त्यही 1500 पठाइदिए हो कि अलिअलि उनीहरूसँग होला घुमेर आउला खोइ मुक्तिनाथतिरै लैजान्छन् जस्तो छ सन्देश बाबु एकचोटि जिन्दगीमा छोरा बाबु आमालाई छोरो भएपछि लानुपर्छ भन्छन् कि बा आमालाई पनि मुक्तिनाथ पुर्याउने हो त कसले मुकेश भिनाजुले हजुरहरूलाई लाने रे उनीहरू बुढाबुढी सल्लाह गरेर हामीले लाने भनेका छन् अब त्यही मुक्तिनाथ लाने त होला बिजुकी श्रीमती लिएर त्यति टाढाको बाटो यस्तो बेलामा यस्तो लामो बाटो त्यस्तो लामो बाटो हिँड्नु हुन्न भन्ने तँलाई थाहा छैन बा आफ्नै खुट्टामा उभिन सक्ने भएर आउँछु बा चन्द्रे पनि दाजुभाइको नजरमा केही रहेछ भन्ने बनेर आउँछु बा के भयो तलबाट सरले यो ड्रोन सर्ट जस्तो सन्देश अहिलेको जस्तो लियो है त्यहाँ जे पर्छ निस्कौँ हो अब बर्खाको बेला पाइँदैन हेर घुम्ने भनेको हिउँदोमै हो हेर तिमीलाई बिहे गरेर ल्याएको यत्रो साल भइसक्यो तिमीलाई मैले राम्रोसँग घुमाउन पनि पाएको छैन अब पोहोर साल एकचोटि घुमाउन लगेको त हो नि त्यति गतिलो घुमाइ भएन उसको अहिले त्यो मोसनमा बोलेको छ बाँकी होला जस्तो होइन नि हेर अब हाम्रो बालबच्चा भइसके पछाडि हामीले घुम्न जान्छु भन्दा पनि हामी घुम्न जान पाउँदैन अपना कलेक्सनको प्रमोसन त्यसको व्यवस्थापन तिम्रो भेट भएर हिँड्छ के मेरो बसेको राजमास्टरको दाइको होइन उताको मेरो बसेको होइन अर्कै हो केटाको अर्कै हाम्रो उतापट्टिको ठुली आमा जेठी आमा हाम्रो उता जेठी आमापट्टिको राजमास्टर दाइको श्रीमती के भाउजू सबैको घर यस्तै हो पच्चा त भइहाल्छ नि भन्ने कतै न कतै अब पच्चा भइहाल्छ नि मिलाउनु पर्छ है त्यही हो आफ्नै स्वास्नी घुमाउँछु भन्दा नलैजा भन्न मिलेन लो अब असीलाई त फ्री हुन्छ त के करेला कोही करेला कहीबाट हामीले ल्यायो भने थियो त्यहाँ त्यस्तो बजारको त के मिठो होला यहाँ छैन अहिले त बजारमा पनि पाइन्छ गरेर हुन्थ्यो नि करेला सट्टा लसुन खाऊ न आलु अब त आलु होला नि आलु बढ्नु दाइलाई त अब त टेन्सनै छैन नि किन दाइलाई खोइ टेन्सन कस्तो कुल भएर बसेछन् बुढामा है